विद्यार्थीहरूको एक्जाम पर्फर्मेन्स, ग्रेड्स र ओभरअल लर्निङलाई नै इम्प्रुभ गराउन मन छ। स्टेप 1, टेस्ट्सहरूलाई लो स्टेक्स बनाइदिऊ। रिट्रिभल प्र्याक्टिसका अध्ययनकर्ताहरूले के भन्छन् भने जब हामीले विद्यार्थीहरूको कक्षामा युनिट टेस्टहरू लिन्छौँ, ती युनिट टेस्टहरूलाई सकेसम्म स्कोर नै नगरौँ। गर्नै पर्छ भने पनि ती स्कोर्सहरूलाई हामीले एनुअल असेसमेन्टको ओभरअल स्कोरमा नजोडौँ। जब हामीले युनिट टेस्ट लिइरहेका हुन्छौँ, त्यो युनिट टेस्टमा हायर स्कोर गर्ने विद्यार्थीहरूले आफ्नो सर्ट टर्म मेमोरी क्यापेबिलिटिज युज गरेर त्यो स्कोर गरिरहेका हुन्छन्। र हामीले एज एजुकेटर्स चाहने भनेको विद्यार्थीहरूको लङ टर्म लर्निङ रिटेन्सन हो। यो सर्ट टर्म रिटेन्सन र लङ टर्म लर्निङ रिटेन्सन चाहिँ धेरै फरक हुन्छ। जब हामीले टेस्ट लिन्छौँ, टेस्टमा भएका एन्सर्सहरू चेक गर्छौँ र त्यो एन्सर्समा भएको मिस्टेक्सहरू र इन्कम्प्लिटनेसको हिसाबले विद्यार्थीहरूलाई सूक्ष्म फिडब्याक दिन्छौँ, तब विद्यार्थीहरूले आफ्नो सर्टकमिङ्सहरूमा प्र्याक्टिस गर्ने मौका पाउँछन्। जब ती टेस्टहरू लो स्टेक हुन्छन्, उनीहरू नआत्तिकन स्कोर ल्याउने होइन कि आफूले कति बुझेको रहेछु भनेर जान्ने हिसाबले टेस्टमा पर्फर्म गरेर आफ्नो आफूले सिक्नुपर्ने कुराहरू सिक्नको लागि रेडी हुन्छन् र त्यसले गर्दाखेरि उनीहरूको एक्जामको स्कोर मात्र इम्प्रुभ हुने होइन, ओभरअल लर्निङ रिटेन्सन पनि इम्प्रुभ हुने गर्दछ। अध्ययनहरूले यस्ता प्र्याक्टिस गर्ने विद्यार्थीहरूको अन्त्यमा गएर ग्रेड्स र लर्निङ इम्प्रुभ भएको देखाएको छ।